वेलकम टु माई न्यू ब्लग। म चाहिँ आज ग्रामथाङ वडा, हाम्रो वडामा काम त सानो अनि म वडा पुगेर आएको थिएँ। प्लस यताबाट चाहिँ एकदम धेरै टल्किने रहेछ है, कस्तो अलिक नराम्रो आयो। अनि यहाँनिर चाहिँ म चाहिँ अहिले त्यहाँ वडाको काम सकेर घर जाँदैछु। अनि जोडिउँ न त भनेर है ब्लगमा नबना नि धेरै दिन भएको थियो ब्लग। अनि त्यस पछाडि म चाहिँ जाँदैछु। अनि प्लस के भन्दाखेरि अहिले यहाँनिर यति धेरै धुलो उड्छ, टिप्परहरू कुदो भने सरी यति धेरै ठुलो उड्छ। अनि म त्यहाँबाट नहिँडेर यताबाट हिँडिरहेको छु कि त्यो अर्को बाटोमा चाहिँ त्यस्तो छ क्या। अब यो कहिले कति मैले देख्दा जन्मिँदादेखिको यो बाटो मैले यस्तै देखेको, अहिले पनि यो बाटो यस्तै छ क्या, हाल पनि होइन। पुरै यस्तो धुलोहरू उडिरहेछ होइन। यो बाटो यो नहर जन्मिँदादेखि म यहाँ स्कुल पढेदेखि आजभन्दा लगभग 10 वर्ष अगाडि यो बाटो यस्तै थियो, यो पुल यस्तै थियो, अहिले पनि यो बाटो यस्तै छ, यो पुल पनि यस्तै छ है। मलाई कस्तो कहिलेकाहीँ चाहिँ एकदम इरिटेटिङ लाग्दो रहेछ क्या। गाउँको पनि यत्रो अब मेयरहरू हुनुहुन्छ, जित्नुहुन्छ, तर यति पनि गाउँको चाहिँ यति पनि डेभलप गर्न सक्नु भएको छैन। त्यो चाहिँ दुःख लाग्छ। आफ्नै गाउँको वडा अध्यक्षले जित्नु भइरहेछ, त्यो पनि डेभलप हुन सकेको छैन। दुःख लाग्ने कुरा हो त्यो होइन। अनि आज एकदम चर्को घाम छ, मैले छाता बिर्सेछु, त्यही भएर म चाहिँ अनि यसरी नै घाममै पनि हिँडिरहेको छु। कहिलेकाहीँ दुःखको पनि फेस गर्नुपर्छ अरे नि त, भन्दा नि मैले त्यति गरिसकेँ। गड होइन, म चाहिँ कस्तो अनि पुरै काली भएछु क्या। आज छाता पनि लिएको थिइनँ, प्लस कति धेरै घाम पनि थियो। अनि त्यही भएर पनि अलिकति कस्तो धेरै नै म काली डढे जस्तै फिल भइरहेछ। ओके, नो प्रब्लम एट अल। अनि म चाहिँ यहाँ अब ग्रामथाङ गाउँपालिकामा अघि काम छ भनी गएको थिएँ होइन, काम थियो। अनि अब यता आउने काम त थिएन घरमा, त्यहाँदेखि फेरि घर आउनलाई लगभग आधी घन्टा जस्तो लाग्छ होइन। हिँड्दै 20 मिनटै भनिदिउँ न, राखिदिउँ न, त्यस्तो टाइम लाग्छ। अनि आएको है, अब त्यस्तै हो नि समयमा। अब स्टुडेन्ट जस्तो मान्छेसँग पैसा हुँदैन। अब मेन त एटिएम पनि ल्याइनु छु मैले आज। अब के गर्नु, भाडा छैन, जानु पर्यो। तर फेरि यस्तो दुःखको बेला चाहिँ है, म घर जान्छु, मेरो बाबामा छन् भन्ने चाहिँ हुँदो रहेछ क्या, जे होस्। अनि त्यही भएर बाबामा भने होला होइन। त्यही कारणले म चाहिँ घर पनि निस्किनु पर्यो। अनि दिदी नि लिन आउँदै हुनुहुन्छ अरेचासम्म। अनि दिदी आउनुहुन्छ अरे, त्यतिखेरसम्म कता बसिरहनु भनेर दिदी नै हुनुहुन्छ, जे होस् आउँछु भन्दै हुनुहुन्थ्यो, आउनुहुन्छ। अनि म चाहिँ जाँदैछु, तर एकदम धेरै नै घाम भइरहेछ। छाता ल्याइन, आफ्नै कारणले हुन्छ क्या, जे हुन्छ भन्छ नि, जे हुन्छ आफ्नै कारणले हुन्छ, त्यस्तै मैले पनि मेरै कारणले भएको हो। यो चाहिँ मलाई गर्मी पनि, म ढोडाए पनि मेरै कारणले हो, म हिँडे पनि मेरै कारणले हो, सब थोक मेरै कारणले भयो। अनि हाम्रो गाउँ चाहिँ म आइपुग्न आँटिसक्यो नि। यहाँ पानी ट्याङ्की छ है, यता यो पानी ट्याङ्की हो। यस मैले सहजरी म चाहिँ हिँडिरहेको छु। अब म पुग्छु होला होइन। आजको अब यो ब्लगमा मेरो कुराकानी भनेको यति नै गर्न थियो होइन। यति नै भन्दै म चाहिँ यो ब्लगबाट बिदा लिन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। ह्याभ अ गुड डे।